साथीहरू, तपाईँ हामीलाई कमजोर बनाउने सबैभन्दा ठुलो शत्रु चिन्ता हो, जसले रातभरि निद्रा हराउँछ, भोक हराउँछ। यदिसम्म कि भोलि के गर्ने, आज के गर्ने भन्ने सोच्न सक्दैनौँ। अहिले विश्वभरको मानिसहरू धेरै मानसिक रोगी, डिप्रेसनमा गएका छन्। यसको मुख्य कारण नै चिन्ता, पीर र डर हो। तपाईँ हामी एउटा कल्पनाको संसारमा बाँचेका हुन्छौँ, जहाँ यथार्थ केही हुँदैन। भोलि म ठुलो घर बनाउँछु, म जागिर खान्छु, म धेरै पैसा कमाएर सुखले बस्छु, यस्ता यस्तै कल्पना। अनि भोलि सोच पुरा भएन भने चिन्ता। यो नै हाम्रो ठुलो रोग हो। तपाईँ साथीहरू, हामी सबैको जीवनमा एउटा साझा कुरा हुन्छ, त्यो हो चिन्ता। कसैलाई पेसाको चिन्ता, कसैलाई भविष्यको चिन्ता, कसैलाई सम्बन्धको चिन्ता, त कसैलाई ऋणको चिन्ता, त कसैलाई स्वास्थ्यको चिन्ता हुन्छ। हामी सम्पूर्णमा चिन्ता बिनाको मान्छे छैनौँ। तर याद राख्नुहोस्, चिन्ता भनेको समस्या होइन, समस्याभन्दा अगाडि हामीहरूले आफैले बनाएको काल्पनिक पर्खाल हो। हामी कल्पनामा बाँचिरहेका हुन्छौँ, हामी सपनामा बाँचिरहेका हुन्छौँ। हामी अक्सर भोलिको डरले आजलाई खेर फाल्छौँ, तर भोलि त अझै आएको छैन, त्यसैले डराउने कुरा छैन। आजलाई राम्रो बनाए भोलि आफै उज्यालो हुन्छ। जीवनलाई बुझ्न एउटा नदीसँग तुलना गर्न सकिन्छ। नदीले कहिले बाटोमा अड्किएको ढुङ्गालाई शत्रु ठान्दैन, बरु नदीले त्यो ढुङ्गालाई चिप्लिएर अघि बढ्छ। हाम्रो जीवन पनि त्यस्तै हो। समस्या आयो भने अड्किनु हुँदैन, त्यसलाई पार गरेर अगाडि बढ्न सक्नुपर्छ। साथीहरू, जीवन हल्का बनाउन र तनाव हटाउन 7 सुनौला बाटाहरू जुन हामीहरूले अपनाउन सक्यौँ भने चिन्ता सधैँलाई आफै भाग्छ। गहिरो सास लिनुहोस्, किनभने हावासँगै पीडाको बोझ बाहिर जान्छ। आफ्नो मनमा जमेका चिन्ता र डरलाई कागजमा लेख्नुहोस्। लेख्दा मन हल्का हुन्छ र सोच्न सजिलो हुन्छ। शारीरिक व्यायाम गर्नुहोस्, योगा अथवा विभिन्न व्यायाम गर्नुहोस्, जसले तपाईँलाई मनमा आनन्दित तुल्याउनु साथै नयाँ सोचको बाटो खुल्छ। समय नै ठुलो शक्ति हुन्छ। समय नै सबैभन्दा ठुलो शक्ति हो। समयलाई बुझेर कामलाई प्राथमिकता दिनुहोस्। कामसँगै आत्मबल पनि बढ्छ। सकारात्मक सोच राख्ने र असल मान्छेको सङ्गत गर्नुहोस्। राम्रो सङ्गतले राम्रो बाटो देखाउँछ। मोबाइल र सोसियल मिडियाबाट केही समयको लागि टाढा बस्नुहोस्। शान्त बस्दा नयाँ सोचको विकास हुन्छ। ध्यान र विश्वासको बाटो अपनाउनुहोस्। ध्यानले हामीहरूलाई शान्ति दिन्छ र विश्वासले हामीहरूलाई जित दिलाउँछ। किनकि जीवन 2 पलको घाम छाया हो। आज छ, भोलि के हुन्छ, मर्न पनि सकिन्छ। तर यो होइन कि भोलि मरिन्छ भनेर कर्म नै नगर्ने होइन। कर्म राम्रो गर्नुहोस्, फलको आश नगर्नुहोस्। हाम्रो ठुलो कमजोरी नै कम्पेयर हो, तुलना गर्ने, अरूको प्रगतिमा जलन हुने अनि ईर्ष्या गर्ने। यो सब आजबाट छोड्नुहोस्। तपाईँसँग जे छ त्यसैमा रम्नुहोस्, खुसी हुनुहोस् अनि निरन्तर लक्ष्यमा लाग्नुहोस्। अरूको देखेर चिन्ता गर्नु तपाईँको भोलिलाई बर्बाद गर्नु हो। समस्यासँग भाग्न बन्द गर्नुहोस्। जब तपाईँ समस्यासँग भाग्नुहुन्छ, तबसम्म तपाईँलाई चिन्ताले पछ्याइराख्छ। यो संसारमा समस्या नभएको मान्छे हुँदैन। तर याद गर्नुहोस्, रातपछि दिन अवश्य आउँछ। त्यसैले समस्याभित्रै समाधान खोज्नुपर्छ। चिन्ता नलिनुहोस् र नआत्तिनुहोस्। शान्तसँग सोच्नुहोस् र आत्मविश्वास बढाउनुहोस् अनि तपाईँ सफल हुनुहुन्छ। विश्वको चर्चित व्यक्तिहरूको बाल्यकाल हेर्नुहोस्, कति कहाली लाग्दो छ। यदि उनीहरूले नि म सक्दिनँ, म गर्दिनँ, मसँग केही छैन भनेर चिन्तामा बसेको भए आज सफल हुन सक्दैनथे। जन्मन्छ आशसँग तर हराउँछ चिन्तासँग। जसरी बादलले सूर्यलाई छोप्छ तर सूर्य हराउँदैन, त्यसरी नै चिन्ताले हाम्रो मन ढाक्छ तर हाम्रो क्षमता कहिले हराउँदैन। सम्झनुहोस्, उठ, जाग, लक्ष्यतर्फ लाग, किनकि जीवन सधैँ कर्म गर्नेहरूको पक्षमा हुन्छ। बुद्धले भन्नुभएको थियो, वर्तमान नै जीवन हो। यदि तपाईँ चिन्ता हटाउन चाहनुहुन्छ भने पहिलो काम वर्तमानलाई समात्नुहोस्। साँझ बिहान 5 मिनट आँखा बन्द गर्नुहोस्। सास भित्र बाहिर गरेको महसुस गर्नुहोस्। त्यो क्षणमा बाँचिरहनु भएको छ अनि मन हल्का हुन्छ। साथीहरू, याद राखौँ, कर्म बिना भाग्य चम्किँदैन। उदाहरणको लागि, विद्यार्थी पढ्न छोडेर भोलि फेल हुन्छु कि भनेर चिन्ता गर्छन्, तर चिन्ताले अङ्क बढाउँदैन। पास हुन त पढ्नुपर्छ। त्यसैले कर्म सुरु गर्ने बित्तिकै डर
यसले देखाउँछ कि चिन्ता गर्ने होइन, उठेर कर्म गर्ने हो। साथीहरू अर्को ठुलो कारण तुलना, कम्पेयर अरूसँग गर्नु। तुलना गर्दा मात्र चिन्ता बढ्छ। उसले जस्तो गर्न सकिन, ऊ जस्तो हुन सकिन, उसले घर किन्यो, मैले सकिन यस्तो। तर सम्झनुहोस्, फुलले आफ्नो रङ तुलना गर्दैन, आफ्नो सौन्दर्यतामा फुल्छ। त्यसैले तुलना नगर्नुहोस्, आफूमा जे छ त्यसैमा खुसी रहनुहोस्। हरेक रात सुत्नु अघि 3वटा कुरा लेख्नुहोस्, म आज केका लागि आभारी छु। यदि तपाईँले राम्रो खाना खानुभयो, परिवारको साथमा बस्नुभयो र स्वास्थ्य तपाईँको ठिक छ भने तपाईँको सम्पत्ति हो। आत्मसन्तुष्टिले मन हल्का हुन्छ अनि चिन्ता आफै हराउँछ। चिन्ता हटाउने अर्को उपाय सोच बदल्ने अभ्यास। जब नराम्रो विचार आउँछ, म सक्दिनँ, मबाट हुँदैन, यस्तै तुरुन्त सोच्नुहोस् के प्रमाण छ म सक्दिनँ भन्ने। यस्तो डर कल्पना मात्र हो। कहिले नसोच्नुहोस् म सक्दिनँ, म सक्छु, म